हेलो गाइज, वेलकम टु माई इभिनिङ ब्लग। अहिले चाहिँ म एकैछिन रनिङ जानको लागि रेडी हुँदैछु। मैले चाहिँ आज त्रिशुली खोलासम्म पुग्ने प्लान गरेछु। लेट्स सी कतासम्म पुगिन्छ। खासमा त्रिशुली खोलासम्म पुग्ने भनेर हिँडेको मान्छे रेड पान्डा पार्कनेर पुगेपछि चाहिँ मलाई रियलाइज भयो कि म त यो ठाउँमा गएकै छैन भनेर। अनि त्यसपछि म भित्र छिरेँ। पहिले चाहिँ यो पान्डाको टाउकै भाँच्दै थियो कसैले, अहिले चाहिँ बनाएछ फेरि नयाँ कुरा भनेको चाहिँ उयो मूर्तिहरू थपेको रहेछ। यहाँ टोइलेटहरू पनि राम्रै बनेछन्, पहिले त थिएन। अनि मलाई सबसे मन परेको भने चाहिँ उयो फुटसल ग्राउन्ड हो कि यस्तो एकान्त ठाउँमा अनि यस्तो खुल्ला ठाउँ पाउँदा त म यति नाचेँ, यति उफ्रियो हो। अनि मैले यहाँ अलिअलि योगाहरू पनि ट्राई गरेँ। योगा चाहिँ मैले जहिले पनि टिकटकहरूमा इन्स्टाहरूमा देख्छु त्यो के पोजहरू होइन, अनि त्यसलाई ट्राई गर्ने मात्रै हो। कहिले पनि सिरियसली सिक्ने कोसिसै गरेको छैन के। त्यही भएर मलाई योगाको त्यो आसनाहरूको नाम पनि केही आउँदैन। होपफुल्ली कुनै दिन जाँगर चलेछ भने सिक्छु होला सायद। अहिले चाहिँ त्यति धेरै जाँगर चलेको छैन, सो जे आउँछ त्यही गरेर बस्छु। अब चाहिँ म फर्केको। अनि आजको लेसन अफ द डे के भयो भनेपछि कहिलेकाहीँ बिच बाटोमै रोकिनु पनि पर्छ, किनकि केही सुन्दर चिजहरू अन्त्यमा होइन, यात्राको बिचमा भेटिन्छन्। हिही।